जम्मू त्यहाँ उता रहेछ YouTube channel. त्यहाँ उतै रहेछ यहाँ नेपाली केटीहरू जस्तो यिनीहरू चाहिँ end of this road अनि लेफ्ट भने हैन end of this road को left side go back कहाँबाट टिपेको यो के हो यो कटुस त्यो हामी त्यो पार्कमा जान्छौँ नि मामा त दसैँको आज मासु ल्याइयो चट्ट लाएर खसी सिँगै हालेर यो चाहिँ नि सबले आफ्नो काम सम्हाले खान् बाहिर म बत्ती बालिदिन्छु बरु म बाहिर बत्ती बालिदिन्छु एक घन्टा काम सम्हाले खान् बस्ने काम सम्हालेको छ नि घिनाउला खानलाई घिनाउला नि छ फेरि हो यसको दुईटा बनाइदेऊ दुईटा हेर्छु हुन्छ नि हुँदैन के कलर हुन्छ त्यत्रो होला त्यसलाई बिचमा काट्दैन के जम्मै मासु कुचो हुन्छ के त्यो त धेरै पाक्छ नि त सानो हुन्छ कि पछि हो त्यत्रो बनाइदेऊ राम्रो एक्सपिरियन्स छैन मलाई मासुको त 70 माइल 80 माइल टाढा गरेर लिएर आएको मासु यार फार्ममै गरेर लिएर आएको यो चाहिँ प्योर गोठको मासु हो ए उसले काइदाले काट्दो रहेछ मासु हतियार भएन कि है फेरि माछा फ्राई पनि हुँदैछ दसैँमा माछा मासु खमा भयो कुमा चाहिँ भएन कुमा चाहियो अब एउटा कुखुरा मासु भुडी त यहाँ कति छ कति ए यहाँ आन्द्रा भुडी पनि छ चट्ट लाएर आन्द्रा भुडी चाहिँ यहाँ बिचीको बुढाबुढीले सफा गर्न खाने ल मासु नखाने मान्छेले यहाँ मासु सफा गर्न थुप्रो छ क्या यार सान्वी पनि यहाँ ये साइकल लिएर बसेको छ यी हेर्ने मान्छे चाहे त काम गरेर कसरी गरेछन् कामहरू होइन हेर्नु पर्यो नि त्यही सिक्नु परेन सिक्नु पर्यो अनि आन्द्राभुडी भयो कलेज फोक्सो सबै छ गर्दाखेरि खसी सिङ्गे जस्तो भएन सिङ्गे लिएर आएको सिङ्गे ल्याऊ दुईपल्टै ल्याऊ नि मैले नि सिङ्गे ल्याएर आधा चाहिँ मैले आधा चाहिँ उता दिएँ आधा मैले लिएर आएँ 19 किलोको आधा आधा बनाएँ जीवन दिएको सिङ्गे भयो अनि मैले एउटा सिङ्गे लिएर आएँ अनि जयसाबले सिङ्गे किन्छ उता सानो भाइलाई आधी आधी हजुर एउटा पाटो उता गयो एउटा पाटो यता आयो के मेरो चाहिँ दुईटै पाटो आयो
हुँदैन हुँदो रहेछ एउटा खसीलाई हाफ गर्ने रहेछ ठ्याक्कै सिरी यहाँबाट चौरस्ता गर्नु रहेछ तर यो मासु अब यहाँ खाएपछि थाहा हुन्छ नि मिठो रहेछ नि त अब चाहियो भने त बाटो रहेछ कि त कुर्न गयो त्यहाँ जानु त्यहाँ एउटै त हो नि खासै नि फोक्सटन जानु होइन टेस्ट राम्रो सिङ्गे बोकेर होइन सिङ्गे त्यो लिएर आएर मैले देखाएको चाहिँ एउटा दाउ किन्ने यो ऊ छँदैछ दाउ एउटा चट्ट नेपालबाट आउँदा लिएर आइसक्यो बरु त के भने गाडीको पछाडि चाहिँ सुताउने क्या ल्याउन दिँदैन है अमेजनमा पाउँछ अमेजनमा पनि पाउँछ यो बिहानको यता उसमा नि पाउँछ जस्तो लाग्छ त्यो भयो भने चाहिँ स्याक्क 2 टुक्रा फक्कलाको बनाए भइहाल्दो रहेछ ट्याक्कै एक साइड बोकेर आयो 8-9-10 किलो मासु हुन्छ त्यहाँ मैले सोधेको गोरेलाई होइन के अरे यो खसी यो गोठको चाहिँ सधैँ हुँदैन अरे त्यो पहिले आउने लिन आउने हुन्छ फोन गर कुन दिन हुन्छ भनिदिन्छ अनि त्यही अनुसार लिन आइदियो हामीले नि यो फोन गरेर आज चाहिँ गोठ हुन्छ भनेर आएको हो नि नत्र ल्याम्प त जतिखेर नि हुने भयो अनि यिनीहरूका त्यहाँ बाहिर अन्तबाट ल्याउँदो रहेछ क्या खसी चाहिँ अनि त्यहाँ मार्ने मात्रै रहेछ अनि मैले कहाँ युकेकै हो कि बाहिरको भने होइन युकेबाटै आउने हो उता स्कटल्यान्ड वेल्सबाट आउँछ भन्दै थिएँ मैले चाहिँ यसो विचार गरेँ अब सानो भाइ कहाँ गइरहेको हुन्छ रोमफोर्ट त्यहाँबाट त्यहाँ 2 मिनट बाटो हुन्छ झ्याप्पै एक पाटा झ्याप्प लिएर आयो